फल्दाको त्यही भएर बाजुले राख्नु यादको आँखा मात्रै लगाइराख्नु नकमै बिहा गरिदिँदा बिहेको लागि 50 किलोको सुप पार्नु पर्छ 50 किलो हुन्छ पहिला भनेको जस्तो भयो ठ्याक्का ठ्याक्का लाग्यो नि जसले दुईटा पो गर्छ दुईटा पो गर्छ अब आमाले त्यही आमाले अरूलाई लगाइदिन्छु क्या पर्दैन खाता चाहिँ लगाइदिनु खोइ छोड्नु भयो त आलमारी लगायो भने जन्तीलाई त लाउनै पर्ने हो नि लाउँदा पनि भयो लाउने बोलाइदिनु न त नलाउने नलाइदिनु त्यसै पनि ढिलो भइसक्यो लाउँदा भयो हाम्रो त हेलमेट लाएर पुसिहाल्छ कि हाम्रो पनि माथि के पुग्थ्यो झरिहाल्छ गाडीले मातेर यसैले पुस्ने जसको त जुत्ता लाएर रेडी यहाँनिर होला यो आँगनमा जन्तीको जस्तो पनि लाएर हिँड्छ नि शिव कार्यमा एकदम शिव शिव 10 जना भएर जानुहुँदैछ 11 जना भएर एकदम आउँछ लगाइदिनु भएको यो कलस पर्दैन माइलाको गाडी एकदम हाँसी खुसी ल्याउन सक्ने आफू म त फेरि आज त मामा म त फेरि हेलो हाय गइसक्यो आउँदैछ त अब खोइ दियो बाती चाहिँ तीन पटक भयो यस्तो थाहा गर्दा पुरै गर्ने बिहान वाला छोड़ दिया हो अहिले सम्म दिइरहेको कति घन्टा लाग्छ
पटुवामा रेट चाहिँ तपाईँ जेठो पार्टी सेन्ट ओभरलोड भइसक्यो घर चाहिँ यहाँ दाजुलाई पनि कहिले यो कुमार केटासँग बिहाको भिडियोमा निकालिदिनु पर्ने मैले बस्नु त हुन्छ होला कसो क्या हो भन्दै हजुरको रीतहरू के कसो छ चाल चलन हजुरको पसलमा हाम्रो अब सबैको एउटै मिल्दैन भने अनि अब अहिले त हामी त नयाँ पऱ्यो हजुरको पसलमा कसो के हो गल्ती भए पनि हजुरले क्षमा दिन पर्यो अब गल्ती मान्छेको हजारौँ हुन्छ मैले सबै छु म जान्दैछु सम्पूर्ण गर्छु भनेर हुँदैन गर्दै भन्दै लाँदै कहाँ टुटी हुन्छ हजारौँ मान्छेको अब गल्ती हुन्छ भने अनि यहाँ यस्तै यस्तै भनेर अहिले त के गर्नु ऊ पहिला चाहिँ पहिला ओटदोर गरेर कसरी के भन्छ अहिले त फोनको भरमा हजुर अनि त्यसकै आएको तालमा हामी त आउँछ हजुर के कसो हो के तपाईँहरू चाहिँ कुन भाषा पर्नुभयो त हामी थुलुङ धुसार हो हजुर ठुलुङ त हो त तपाईँहरू दोचाको त नाम त होला नि के भन्नुहुन्छ तपाईँहरू अब चाहिँ थुलुङ त थुलुङ अब चाहिँ थुलुङ चाहिँ अब धेरै थुलुङ हुन्छ तपाईँ चाहिँ अब कहाँबाट चाहिँ उता जानु भएको कि तलैको पहिलाको बासिन्दा हो हाम्रो हामी चाहिँ भचुरबाट झरेको हजुर हजुर पहिला दाप्सिनिङ चाहिँ तपाईँहरूको के छ त दाप्सिनिङ चाहिँ के छ तपाईँहरूको तपाईँहरूको पासाको नाम यो त नगर्दा पनि हुन्थ्यो अब चाहिँ अब बिना दुःख चाहिँ अब त्यो भन्नुहुन्न तपाईँ एउटा सिने टिमको आधारले उहाँले चाहिँ अब गाँचा भनेर गाँचाको सारथारमा ढोका गर्ने बाटो देखाउने भनेर तपाईँको हुनगर भनेर चाहिँ यहाँबाट तपाईँले अनि तपाईँहरू चाहिँ घर चाहिँ कहाँ पर्यो त मुख्य घरै नसोधिकन यो कुरा अहिले पहिला हो हामी भसुर हो होइन होइन अहिलेको अहिले चाहिँ चतरा बयारबन हजुर जसरी यो चाहिँ हामी छिमाको भन्छौँ यो चाहिँ रक्सीले कसरी पहिला चाहिँ पाइलो सारेर चाहिँ कुटुम्बेरीमा त्यसै गरी चाहिँ कुटुम्बेरीले ताकेको चाहिँ कुरा सबै पूर्वहरूले सिक्काले गर्दा यसले चाहिँ सबै उनीहरूको बेहुला बेहुलीको पछाडिसम्म गरी खाने हुन् उनीहरूको चाहिँ आइद्रा होस् आइ बढाओस् जसरी चाहिँ बाटो टाढो लामो हिँड्यो त्यसै गरी उसको आइ चाहिँ लामै होस् उनीहरूको चाहिँ
शाखा सन्तान चाँडै फैलिएर जाउन् चतरामा चाहिँ खाली छ माछा नागछिरी उहाँको चाहिँ नागछिरीहरू चाहिँ हाम्रो सम्झिन्छ सबै अब हामी सुरु गरिसकेर माथि हामी बेहुलीको घर प्रस्थान गर्दैछौँ। आइरहेछ त हामी कार्य गर्दा पनि एउटा कलियाको 4 जना कलियाको आवश्यक पर्छ त्यही हुनाले कलियाको भाग तल्लो परो तपाईँहरूले हामी बिहा गर्छौँ भने बिहामा गाउने तल्लो छेउको परो अब चाहिँ मेरो चाहिँ कार्य यति गते चाहिँ बिहा छ भनेर चाहिँ जन्ती आइदिनु पर्यो भने जन्ती उठाउने जन्ती कतिजना आउने के गर्ने भने जन्ती उठाउने अझै 2 कोठा थपिन्छ कलिया अब चिना अब यो रिलले त हामी कलिया समात्छौँ उहाँबाट सुनेर तपाईँहरू चाहिँ आउनु भएको होला अनि 2 तर्फी मिलेर बात त मार्नु पर्यो नि कुन किसिमले कार्य गर्ने हो उहाँ चाहिँ आउँदाखेरि कसरी गर्ने यहाँ आउँदा कसरी गर्ने त्यो 4 जनाको छलफल त हुनै पर्यो फुप्छ बाबा दसी गसी त ठीक दसी हुँदै दसी गर्ने गसी त मेरा करे मिनाका फोन अब एमपछि अब यो इसके त पो अनि थैलीकै भयो अब चाहिँ पखाल्नु पर्छ एकजना पखाल्ने चाहिन्छ यो धुनु पर्दैन होइन छोडिदिनु न हाम्रो पुरा बोलायो भने
मेरो कम्पनीले गर्दा हो कि केटाको फेरि गर्ने तपाईँहरूले हो, हामीले गर्ने सोच्ने तपाईँहरूले हो होइन, हामीले सोच्ने होइन। त्यही राम्रो भनेर मात्रै राम्रो हुने होइन, आफूहरू दुईजना बिचमा होइन समन्वय भएर राम्रो धेरै राम्रो सबै थापियोस्, सबै कुराहरूमा सोचेको कुरो है म हाम्रोबाट सबै कुरा खै पुगिने त
बुङमा बोल्ने के नि हजुरहरू सबैजना Kaki, ini seri jalan tadi. Asli boardung kan? Oh, boardung kan? Mina apa ramen tuh? आशिष चाहिँ यो मे कान्छ अब का रोजना मेरो साथो यी दाजुले दिइसके त के मजाले दिए तिमीमा मतेको जला मारीमा मागिछ होइ त राम्रो नि घर माता र फेमि चेबाला भरे चेबाला आतिनु सोइले किन भन्दै बा झोला झान्टा बोकेर नै हिँड्नु ओ आशिष मूल ढोकाबाट नपायो भने जसकोबाट पस्नु डेढमा केप्छ भन्दैमा झोला झम्टा बोकेर हिँड्नु त हाम्रो बेजेत पो हो त हुन्छ बाँकी हामीलाई बाबा हजुरलाई अब जिम्मा लगाइसक्यो हजुर सिक्दै गर्नु भाग्यमानी बन्यो त भाग्यमानी केटीलाई पाऊ कति सुनको अहिले म उता मामा आमालाई दिनु बाबु चाहिँ लागि चाहिँ ए मामा मिटिङ भएको छ पुगेको छ पुग्नु पर्छ कान्छ यता यता बर्ने त ढोक्छ उतै जानु पछि पछि हैन खुट्टामा त हैन अनुरूपता हो अब राजा थाहा पाउँदैन
रोजी रुमको अब रुमको मात्र भाइ अनि हाम्रो त उतापट्टि अब हाम्रो पालामा चाहिँ तपाईँ अगाडि भाउजू पछि भाग्यमानी र त हेर न हेर कहाँदेखि लिएर मम्मी यो अनि भिसो मिल्दैन आउनु न तपाईहरु पनि आउनु न दाजु सम्झाउने बिर्साउने गुड उठ्नु चाहिँ उठ्नु भएको थियो आउ न यसो अल्टी भाइ कस्तो भाइटिकामा भेट्न भाइटिकामा भेट्न नरोई जाऊ चेनी आशिष तिमीलाई पराइन आफ्नो आफ्नो पराइन आफ्नो भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झे माइतीको चोखो कोसेली होला सम्झना चेली काम नगर्छौँ सुख माएको पलाई खजाने काम नगर्छौँ सुख माएको पलाई खजाने भाइटिकामा भेट्न आउला नरोई जाऊ
जटारमा आइपुगेका छौँ रुम जटार हामी खाजा खाने स्वास्थ्य कार्यालय जिल्ला स्वास्थ्य कार्यालय परिसरमा छ ठ्याक्कै अगाडिपट्टि हामी खाजा खान्छौँ पैसा त अब भरे मिल्दिउँ ल है उदार तन्के गाउँछ क्यामेरामा त आफ्नै फोटो नचिन्नु होला नि को खिचिसकेर दाइका झन् खाएकै मात्र आउँछ फोटोहरू भिडियो पनि मैले हालेको थिएँ अरे तपाईँको त कति चम्किलो निकाल्छु म फिर नगर्नुहोस् न ओ रन्दिनी हाय भाइ हाय 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 मेरी गेली है छोड़ के भिडियो बनाना
उता उता जान्छ दिदी कता कता खिच्नु पितृ सबै तीनचोटि चढाउन पनि चढाएको अनि त्यहाँ हिँड्दै तलबाट सर्वदूर र एक हातेको लाउने लाउने माथि लाउने सब सम्झेर कुल पितृ मूर्ति राख अलिक मजाले सबै सम्झेर त्यहाँबाट पल्लै छेउसम्म तीनचोटि एकचोटि सबै सम्झेर पितृ बाबुबाजे सबै अन्त बेला गइसकेको कागज के अब कता दुखेछ मलाई त्यो घुसाउनु मिल्दैन आउँदैन चिन्ता नगर तपाईँलाई स्पेसल टाइम छुट्याइदिएको छु क्या मैले स्पेसल टाइम अङ्कलको लागि चाहिँ फोटो मागिनु होला फोटो मागिनु होला कसले खिच्यो ल त्यो कलास ल कसैले भन्दैछ अङ्कलले बुझ्दैन केटीहरू परेर फेरि के जता गयो मात्रै परिरहेको छ उहाँ पाहुना सबै छक्का भन्छ सबै नभेट्यो यसो जाने गएको त भइहाल्ने अब बेहुला अगाडि हिँड्नु पऱ्यो आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली
बिहानबाट छोडिदियो अहिलेसम्म दिइरहेको कति घन्टा लाग्छ दुई जति नै पुगिसक्यो होला हौ कार त 400 जनाले पुग्छ एक भाडा यहाँ छ एक भाडा पाक्दैछ तिमीहरू उता जाऊ न बाहिर बस्छ नि किन भान्जा तिमीहरू बाहिर बस्छ त काम छ होइन पहिला दिइहाल्नु नि नालुङमा तिमी त्यहाँ नबस न अब आउँछ अहिले नअल्ली बस दाजुको भाइ म चाहिँ यहाँ बाबाहरूको साइला मामाको छोरी हो म चाहिँ अघि भेटभाव भयो भएन हाम्रो भयो नि होइन यो भएन सरी आँखा यता चिन्हाल्नु हुँदैन हजुर भिडियो गर्नु भन्नुहोस्
रित्यो क्या हो रित्यो क्या हो चान्चु किन रिसाउँदैन नि त दिनु नि झिकेर Papa, हामीलाई भोक अलिकति अगाडि जानु ल जेनिसा हेलो चुप लागेर बस न यहाँ समात्न आउनु हेलो अरे साल्ला जुले ल्याइदिनु भएको छैन लाकै छ पछि परिसक्नु तपाईँ हामीले अनुहारमा राम्रो भएको छ राम्रो निकाल्ला हाम्रो राम्रो हेलो हाई गरिदिउ न अब काहीँ लागे नकी कतिजना बुढालो अनि त लोकन्डीले अब त मिलाउनु पर्ने लोकन्डी आफूलाई कसलाई मिलाइदिने लोकन्डीलाई सानो बस माइजूको माला मिलाइदिनु माइजूलाई सेयर गर्नु पर्यो नि त नि मिलाइदिने Where the shot?
आइहालेको बस न हो बाहिर छ धेरै पैसा मेरो भाइबाट स्टार्ट भाइले अर्को चिज हजुर तपाईँको त्यसो भेनाको भाग गरे क्या सन्चै हुनुहुन्छ खै कसैको बल खाल्यो है हामीले चाहिँ खाएको आएर
बिहानबाट छोड्दियो हो अहिलेसम्म दिइरहेको कति घन्टा लाग्छ लु म आइपुगेँ के कसो छ अब खाएको पनि खिच्नु आइपुगेँ म त अब के कस्तो छ अब यसो मिठो मानेर खाइदिनुहोस् माया मारिहाल्यो बिहा पनि छोडिहाल्यो अनि बालेनको स्वरमा बस्ने मान्छे चाहिँ कुन स्वरमा बसेको बालेनको स्वरमा बस्ने आउँदै आउँदैन ओहो ढुङ्गा के हो लु है छुट्टिन्छ है ल ल ल बस न नगर न यसरी नगर नि यो यसरी गर्ने होइन नि त्यसरी नगर न देवाको सिफ पर्सीको दिन 10 दिनको लागि सकेर त यहाँ आएको
अङ्कल बिहा कस्तो हुँदैछ? चाहियो
खाल्टी खान जाने हुन्छ सकिन्छ है बाङ्गो टिङ्गो चाहिँ हुनु भएन है गयो होला हौ हुन्छ ल एउटा भिडियो हजुर के नसक्नु यहाँ फेरि फेरि कहाँ मान्छेले यसरी नाच्नु गीतै त्यस्तो रहेछ हौ गीतै त्यस्तो रहेछ अहिले सानो खाले रेकर्ड भएको साठी जान्छ
यस्तो बेला घरि आउँदैन नाचिहाल्नुपर्छ नाचौँ न अङ्कल के साह्रो हौ दिइहाल्ने नि त हाम्रो चतरा अस्पतालका साथीहरू भाइहरू अलिक चाउर मर धेरै छ राम्रै हुँदैछ कि क्या ए भइहाल्छ बिस्तारै किन त्यही खाँदिएको तिमी झन् गर्मीमा सब्सक्राइब गरिदिनु त गाइज जतिखेर बिच बिचमा त्यही भनिरहन्छन् भिडियोमा गाइज गाइज बाजे नातिको बिहा बाँकी नै हुनुहुन्थ्यो बाँकी नै हुनुहुन्थ्यो गिलो भएर नि ठिकै छ धेरै म त बेहुलीको मेकअपै पाइसक्यो हुन्छ के सरकारको पनि सबैलाई हजुर
के भन्दै हुनुहुन्छ हजुरले चाहिँ यता लगाइदिइहाल्नु पर्छ खै आशीर्वाद मैले मनबाट दिएको छु कि धेरै पढ्नु हामीलाई पाल्नु अघि पछि लागेर जान्छु भन्दै थियो बस्नुपर्छ जाने भन्दै झोला छोड्नुपर्छ भनेको बुढोबुढी बस्ने पढ्नेमा ध्यान दिनु त्यही हो मेरोमा फुल खोलेको छ फुल खोलेको छ भनेको तीन स्टेप हुन्छ तिम्रो गाली स्टार्ट गर ए हस् अङ्कल भान्जीहरू कता कता भान्जीहरू कता कता ओहो मेरो छोरी के गर्दैछौ तिमी हरायो त हो भोक लागिसकेको छैन खाइसक्यो जब मामुले भेटिरहेको एकचोटि भित्र मामु के छ म सन्चै छु भनेर आऊ नानी खाऊ छिटो खाँदैछु खाँदै गरेर ल्याए मैले खाना चिसो लिनुहोस् अङ्कलले के भन्नुहुँदैछ हेलो हजुर हेलो अङ्कल भन्नुपर्छ सेवा अङ्कल भन्नुपर्छ
देखेदेखि जस्तो पनि लाग्छ वर्षाले मोटाउनु भएको देखाउनु पर्छ भोलि पर्छ त यसपालि कुनै मात्रा दिदिनु भएन यहाँ हुनुहुन्छ नानीहरूको मागेर अब दिदी बहिनी रेडी काका बाउको पालो कट होइन सबैजना त्यही कटिन्छ कि अगाडि बस्नु हामी दिदी हो हँसी खुसीका साथ जिन्दगी अगाडि बढोस् 115 वर्ष ओडदोर गर्ने ससुराली ससुराली जति टाढो त्यति गाडा माया हुनु पर्यो नि अब यहाँ कसैको जस्तो आयो नि अगाडि बढाउने बोल्नु पर्यो 2 शब्द 200 वर्षको बुढाबुढी देखाउँछ भिडियो 100 वर्षसम्म चाहिँ लौरो नटेकी हिँड्ने हो नि 100 वर्ष पठाउँछ लौरो टेकेर भाले खोइ भाले मेन त यता पो छ जाडोमा यो जाडो भइराखेको होला फेरि के भन्दा काटिहाल्नु चाहिँ होइन फेरि अहिले अहिले खाएका छौँ भातहरू सबै चाहिन्छ जाडो महिना छ झोल खानु पर्छ सुप पकाएर भन्दै कान्छाले अघि नै भनेको छ सुप पकाउने बुढी माउले खानु पर्यो नि सुप त बुढी माउले खानु पर्यो नि त हो एउटा एउटा न्यु गरेर अर्कोले खानु पर्यो सुत्केरीको न्यु गरेर टाउको खान पायो भने अनि अघि लगिसक्यो त बुढी माउले भाले अचार विचार के छ त्यो पनि सक्छ सबै राखेको साबुन सबै उहाँको शिर राखेको हो त उ गरेर चम्ची राख्नु न उहाँ राख्नु पहिले पहिले पाहाडतिर त बाटो बाटोमा राखेर
चार ठाउँ 5 ठाउँ मान्छे मातेर फिल्ड भएर जाँदा 1-2 ठाउँ खाने आउँदाखेरि 1-2 ठाउँ खाने सबैतिर खानु त मान्छे बेहुलिएरै आइसक्दैन राम्रो यो माइतीको शिर हो है अहिले यस्तो गर्ने होला यहाँ दाम उठ्छ कि उठ्दैन हिसाब गर्नु है यहाँ कतिको मनकारी रहेछ पक्षपाती नगरिकन खाने मिना धेरै खुवाउने सक्यो त अब हामीलाई टिका लगाइदिनु पर्छ अरे होइन अब हामीलाई माइतीको पालो रह्यो नि त माइतीले हामीलाई टिका लगाइदिनु सोना चाँदी हिरा मोती हामीले त्यत्रो कुरा हिरा मोती साह्रै नपारी होला न माइतीले एउटा फुल दिएको नि बसेर जा दसैँ होइन हौ यो नालुङमा त्यसो चल्ने होइन फुल पनि याद जुत्ता खोल्नु पर्यो नि भाग्यमान गरे नि त केही पनि छोड ऐ ओए को फुच्चे हो यो सौभाग्यवती भए ढोग्ने त पहिले यसरी नै हुन्छ खोइ झरे नि त है देखिन नि त हामीले खुवाउनु भनेर नि बेला बेला त खुवाउनु कहिले झर्ने होला खोइ झरे नि त सुन चाँदी हिरा मोती लाउनु होला हेरौँ त हेरौँ कसलाई कसरी दिनु त्यसरी दुईजना समाउ न त्यसरी ताना तान गर्नु प्रमाण चाहिँ यहाँ कसले जित्यो कसले पनि हामीले जित्नु पर्छ हामी चाहिँ लियो नि बन्दी भन्दिनु घाटा त छैन नि घाटा छैन यही हो दुईजनाकै
जस्तो लाग्दैछ मोबाइल दिने भाउजू मलाई जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 Beholi